भन्दाखेरि चाहिँ हामीले हेर्दै थियौँ पवित्र चाहिँ जीवनको हरेक रहन सहनमा बोलीमा त्यसलाई कन्डक्ट भन्छ रहन सहन भन्छ नेपालीमा इङ्ग्लिसमा चाहिँ कन्डक्ट भन्छ पहिलो पत्रुस 1 अध्यायको 15 पदमा भनेको छ तिमीहरू जीवनको सबै रहन सहनमा पवित्र हो अल कन्डक्ट सबै रहन सहनमा चाहिँ पवित्र हो किनभने यो लेखेको छ तिमीहरू पवित्र हौ किनभने म पवित्र छु मैले अस्तिकै कुरा भन्दैछु तपाईलाई फेरि एकपल्ट रिभाइज गर्दैछु कि यो चाहिँ यति साह्रो गहिरो रूपमा हामीले बुझ्नुपर्छ अनि मैले तिमीहरूलाई आइजाया 6 को 1 देखि लिएर 3 पदको इक्जाम्पल दिँदै थिएँ प्रभु जब आइजायाले नि स्वर्गको दर्शन देखे नि उसले चाहिँ त्यहाँ के देख्यो भन्दाखेरि चाहिँ नि उसले चाहिँ त्यहाँ चाहिँ सराफहरू देख्यो है सराफ भनेको चाहिँ सेराफिम भनेको चाहिँ त्यो एन्जल हो जसको चाहिँ 6 वटा पखेटा छ बाइबलमा थुप्रो किसिमको एन्जल्स छ तर यो चाहिँ नि 6 वटा पखेटा भएको एन्जल्स हो अनि यो एन्जलले चाहिँ यो स्वर्गदूतको चाहिँ 6 वटा पखेटामा चाहिँ 2टा पखेटाले चाहिँ यसरी अनुहारलाई छोपेको छ अनि 2टा पखेटाले चाहिँ जिउलाई छोपेको छ अनि 2टा पखेटाले चाहिँ उड्छ अन्त किन वाइ अनुहार छोपेको भन्दाखेरि चाहिँ नि परमेश्वर यति साह्रो पवित्र हुनुहुन्छ उनीहरूले पनि डाइरेक्ट हेर्न सक्दैन सिधै हेर्न सक्दैन यति साह्रो पवित्र हुनुहुन्छ इभन त्यो सेराफिमहरूले पनि प्रभुलाई यसरी पखेटा खोलेर वाङ्गै हेर्नु सक्दैन उनीहरू पनि त्यो सिधा हेर्ने कोसिस गर्नु उनीहरू त उछिटेर कहाँ पुग्छ त्यति साह्रो पवित्रता चाहिँ प्रभुभित्रबाट रेडिएट हुन्छ अनि हामीलाई भन्दैछ तिमीलाई बोलाउनु हुने परमेश्वर जस्तो पवित्र छ तिमी पनि त्यस्तै पवित्र हुनुपर्छ सो मैले अघि तिमीलाई सुरुमा भने नि प्रभुको प्रार्थना चाहिँ प्रार्थना मात्रै होइन मुखले उच्चारण गर्ने तर व्हेन वी स्टार्ट टु लिभ दिस लाइफ यो जीवनलाई नि यो वचन अनुसार जिउन थाल्छ नि तिम्रो शब्द दामी शब्द नहोला कसैले चाहिँ कस्तो दामी शब्दले भन्छ होइन केही कुरा भन्नु पर्यो भने यस्तो मजाले भन्छ कसैले चाहिँ भन्नै जान्दैन भन्ने केही भन्नु पर्यो भने भन्ने एक्सप्रेसिभ नै हुँदैन है हाम्रो जमानामा चाहिँ हामीले चाहिँ के भन्थ्यो भने चाहिँ यो चाहिँ यति साह्रो स्मार्ट छ यसले चाहिँ एस्किमोलाई पनि फ्रिज बेचिदिन्छ भन्थ्यो त्यो तिमीहरूले अहिले बुझ्छ कि बुझ्दैन त्यो भनेको त्यो है एस्किमोलाई फ्रिज बेचिदिन्छ भन्थ्यो त्यो किनभने एस्किमोहरू बस्ने ठाउँ त आइस भएको ठाउँ हुन्छ नि त्यहाँ फ्रिज चाहिँदैन नि त अन्त यति साह्रो स्मार्ट छ यसले त्यसलाई पनि बेचिदिन्छ भन्दै किनभने बोल्नु भयङ्कर जान्ने मान्छे तर कोही चाहिँ बोल्नै नजान्ने हुन्छ तर नि परमेश्वरको अगाडि चाहिँ कतिको बाठे प्रकारले एन्सर दिन्छ त्यसले फरक पर्दैन परमेश्वरको चाहिँ एउटा स्ट्यान्डर्ड छ है कतिजना त लाटा हुन्छ नि शब्द पनि निक्लिन सक्दैन होइन कतिजना के हुन्छ तोते बोली हुन्छ उसले त बोल्नु पनि त जान्दैन तर भए पनि प्रभुले उसको प्रार्थना सुन्नुहुन्छ तर त्यो प्रार्थना चाहिँ नि शब्दभन्दा पनि बेसी चाहिँ लाइफ हो इट इज लाइफ सो तिमीलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि जीवनको सबै रहन सहनमा पवित्र हो भनेको चाहिँ त्यो हो सो जब हामी कन्डक्टलाई चेन्ज गर्छ हेर अब अस्तिदेखि तिमीलाई यो प्रार्थना सिकाउँदैछु लु कोले 100% उत्तर पाउनु थाल्यो सिक्नु त थुप्रोजनाले सिकिरहेको छ लु सोध्नु पऱ्यो यहाँ जुममा हुनेहरूलाई है यहाँ हुनेहरूलाई पनि सोध्नु पऱ्यो यहाँ पनि जुममा तपाईँहरू अरू बेला जुममा जोडिनेहरू पनि छ यहाँ जुममा अहिले 67 जना रहेछ यो यसमा युट्युबमा 184 जना रहेछ है यो 100% प्रेयर सिकाउँदैछु कोले पाउनु थाल्यो 100% एन्सर हजुर कोले पाउनु थाल्यो यहाँ हुनुहुन्छ कोही 100% पाउनु त यो सिकेकोदेखि हजुर अब जान्ने त कुरा त अन्त त्यसो भए त पाउनु पर्ने थियो त है जान्नु चाहिँ एउटा कुरा हो जिउनु चाहिँ अर्को कुरा हो सो जब तिमीले जानेको कुरालाई जिउनु थाल्छौ नि त्यहाँदेखि चाहिँ 100% हुन्छ त्यहाँदेखि चाहिँ तिमीले दामी टेलिभिजन किन्यौ ठुलो टेलिभिजन किन्यौ तर घरमा गएर त्यत्तिकै रिमोट अन मात्रै गर्छ अन नै हुँदैन है त्यहाँदेखि तिमीले त्यो टिभी कम्पनीमा फोन गर्छौ है टिभी किनेको टिभी ल्याएर चलाएको चल्दै चल्दैन तपाईँको टिभी बिग्रेको रहेछ भक्कु रिसाउँछ कतिजना है त्यहाँदेखि उसले एउटा टेक्निसियन पठाउँछ घरमा ए हुन्छ सर हामी तपाईँको टिभीको हामी वारेन्टी दिन्छौँ पठाउँछौँ भरे त्यो टेक्निसियन आएर घरमा हेर्छ टिभी उसले पनि आएर यस्तो रिमोट थिच्छ अन नै हुँदैन
भरे टेक्निसियनले यसो हेरेर गएको त भरे त्यो तार नै जोडेको छैन रहेछ प्लगमा, मेन करेन्टमा चाहिँ तार नै जोडेको छैन रहेछ। अनि त्यहाँदेखि चाहिँ यता रिमोट थिचेर ब्याट्री चेन्ज गरेर रिसाएर हुन्छ। हजुर के थियो प्रब्लम? हजुर पावरसँग कनेक्ट भएको छैन नि। हो त्यस्तै हो। अब प्रार्थना त बुझे नि कुरा, टिभी किनेर ल्याएको थियो दामी, तर पावरमै जोडेन भने चाहिँ केही न केही हो, नथिङ। के चाहिँ हो पावर भनेको चाहिँ? पावर चाहिँ जिउनु, त्यो जिउनु हो, त्यो कुरालाई जिउनु हो। सो हामीलाई इफेक्टिभ प्रेयर मनपर्छ, आई लाइक, मलाई पनि मनपर्छ। तर इफेक्टिभ प्रेयर चाहिँ कति बेला हुन्छ भन्दाखेरि चाहिँ वेन वी स्टार्ट टु लिभ। अब हामी जिउँदै जाँदाखेरि चाहिँ एक दिन त्यो ठाउँमा पुग्छ। अब हामी मेच्योर हुन्छ, ए साँच्चै त मेरो सबै लाइफको हरेक रहन सहनमा, एभ्री कन्डक्टमा त म पवित्र पो हुनुपर्ने रहेछ है। मेरो बोलीमा, मेरो जीवनशैलीमा, मेरो व्यवहारमा म पवित्र हुनुपर्ने रहेछ। उसले बुझ्यो नि। त्यहाँदेखि के गर्छ? अब अस्तिसम्म उसको बोली रिसुत्तो थियो भने उसले के गर्छ? प्रभुले जस्तो बोल्नुहुन्छ ऊ पनि त्यस्तै बोल्छ है। त्यसको मतलब भाषा त्यस्तो बनाउँछ होइन, तर प्रभु कस्तो हुनुहुन्छ? जेन्टल हुनुहुन्छ नि, जेन्टल। अघि चाहिँ कसैसँग बोल्दाखेरि पनि चट्ठेको रिसुत्तो, मान्छे हेरी अलिकति ठुलो छ भने एकदम राम्रोसँगले बोल्छ, फेरि आफ्नै साथी हो भने अर्कै बोल्छ, फेरि आफूदेखि कमजोर हो भने झन् त्यसलाई हेर्दै बोल्छ। उसको 2-3वटा स्ट्यान्डर्ड छ। तर जब हामी सँगै हुन्छ नि, सबैजनासँग हाम्रो एउटै स्ट्यान्डर्ड हुन्छ। जस्तो हामी प्रभुसँग बात मार्छौँ त्यस्तै नै अरूसँग पनि हामी बात मार्ने हुन्छौँ। त्यहाँदेखि जीवनशैली, लाइफस्टाइल चाहिँ हामी चर्चमा चाहिँ एकदम आउँदाखेरि चाहिँ, सङ्गतिमा आउँदाखेरि चाहिँ एकदमै पवित्र खालके देखायो, बाहिर चाहिँ अर्कै। त्यस्तो हुँदैन। उसले अब त्यहाँ पनि करेक्सन ल्याउँछ। पवित्र हो भनेको छ नि त, जस्तो उहाँ पवित्र हुनुहुन्छ। सो जस्तो उसको चर्चको मान्छेको भिडको अगाडि देखाउने है, चर्चभित्र देखाउने जिन्दगी छ, त्यस्तै बाहिर पनि हुन्छ। अब बाहिर पनि त्यस्तै हुन्छ। लाइफस्टाइलमा पनि चेन्ज भयो। त्यहाँदेखि बिहेभियर, व्यवहारमा पनि है, जस्तो व्यवहार उसले परमेश्वरसँग गर्छ त्यस्तै नै अरूसँग पनि गर्छ। अब परमेश्वरको वचनले हामीलाई के सिकाएको छ? तिमीलाई जस्तो अरूले गरेको चाहन्छौ तिमीले पहिला त्यस्तै गर। जस्तो तिमीले गरेको चाहन्छौ, तिमीलाई गरेको चाहन्छौ, तिमीले पहिला गर। सो के भयो? बिहेभियरमा पनि चेन्ज आयो। त्यहाँदेखि हामीले के सिक्दैछौँ भन्दाखेरि चाहिँ स्वर्गको इच्छा हुन्छ अनि पृथ्वीको पनि इच्छा हुन्छ। हामीले अस्ति हेर्दैथ्यौँ यो की भर्सलाई हामीले हेर्दैथ्यौँ। हामीले रोमीको किताब 12 अध्यायको 1 र 2 पदलाई हामीले सिक्यौँ। रोमीको किताब 12 अध्यायको 1 र 2 पदमा हामीले के सिक्यौँ भन्दाखेरि चाहिँ यसरी भन्दैछ, यसकारण भाइहरू हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्छु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिदानको रूपमा अर्पण गर। सो त्यहाँ भनेको छैन तिम्रो आत्मालाई चाहिँ जिउँदो बलिदानको रूपमा गर। त्यहाँ यो पनि भनेको छैन तिम्रो प्राणलाई पनि भनेको छैन, तिम्रो शरीरलाई। हामी के केले बनेको छौँ? 3वटा कुरा के थियो? नम्बर 1 के हो? हजुर, शरीर, त्यहाँदेखि प्राण, त्यहाँदेखि आत्मा। यहाँ कुन चाहिँ शब्द चलाउँदैछ? आफ्नो प्राणलाई भन्दैछ कि शरीरलाई भन्दैछ? शरीरलाई। यो हो नि शरीर, यो हात शरीर हो नि है। सो जिउँदो बलिदानको रूपमा दिनु भनेको चाहिँ कि अब मलाई पनि पुरा यहाँ ट्याटु गर्नु मन परिरहेको छ नि, तर म होइन, प्रभुको वचनले नगर भनेको छ। मैले के गरेँ? मेरो शरीरलाई जिउँदो बलिदानको रूपमा दिएँ। अरू जस्तै मलाई पनि मेरो शरीर एक्सपोज गर्नु मनपर्छ, तर होइन, परमेश्वरको वचनले के भनेको छ? तिम्रो शरीरलाई जिउँदो बलिदानको रूपमा देऊ। होइन, अरू जस्तै एकदम रातो निलो हरियो केस बनाएर हिँड्नु मनपर्छ, तर होइन, मेरो शरीरलाई म जिउँदो बलिदानको रूपमा दिन्छु। जे परमेश्वरले राख्नु भएको छ त्यही, तिमी त्यसलाई केही नचलाऊ, जस्तोको तस्तै राख। अब अर्को चाहिँ तिम्रो छेउमा एकैछिनमा सुका कलरको भएर आउँछ है, प्यारोट जस्तै भएर आउँछ, हरियो केस बनाएर आउँछ। अब बाइबलले चाहिँ मलाई के माग्नु भएको छ? प्रभुले प्राणलाई देऊ भनेको छ। परमेश्वरले बाहिर हेर्नुहुन्न, भित्रको चाहिँ हेर्नुहुन्छ। आत्मालाई जिउँदो बलिदानको रूपमा देऊ भन्यो, केलाई चाहिँ दिनु अरे? शरीरलाई। भनेपछि मेरो केस पनि शरीर हो नि त। परमेश्वरले जस्तो बनाउनु भएको छ
त्यस्तै मलाई यहाँ मन परेन, यो मेरो त निधार ठुलो भने यहाँ रङ लगाएर हुँदैन, मिल्दैन। हुन त रङ लगाउने पाउँछ आजकल, यस्तो लगाएर केस पलाक जस्तै रङ बनाउनु पाउँछ, तर बाइबलले शरीरलाई देऊ भनेको छ। आई हेभ टु फलो द्याट, मैले त्यसलाई मान्नुपर्छ। परमेश्वरले जे राख्नु भएको छ नि त्यस्तै हुनुपर्छ। बुझ्दैछ नानीहरू? छोराहरू बुझ्दैछ है? तिमीहरू ठुलो हुँदै जाँदा ट्याटु गर्नु मनपर्छ है। त्यहाँदेखि यहाँ लेख्नु, फर्स्टमा चाहिँ पेनले लेख्न थाल्छ है। त्यहाँदेखि यस्तो सिङ भएको नक्सा बनाउँछ, एउटा सिङ भएको, दुईवटा सिङ भएको है। त्यहाँदेखि भरे खाना खाँदाखेरि हात धुन्छ, गइहाल्छ, छ्या यो त अल्छी लाग्यो, अघि साथीले कस्तो मन पराएको थियो। त्यहाँदेखि चाहिँ एक दिन तिमी ट्याटु पार्लरमा जान्छौ। तर बाइबलले भन्दैछ आफ्नो शरीरलाई पवित्र भनेको जस्तोको तस्तै राख्नु। जस्तो तिमीलाई अरिजिनल बनाएको छ नि, जस्तो अरिजिनल बनाएको छ त्यस्तै। अब तिमीहरू छोरीहरू छौ नि है, आजकलको जमानामा म एउटा देशमा गएको, सबैजनाले नाक काट्दो रहेछ त्यहाँ चाहिँ त्यो देशमा है। नाक काटेर चुच्चो बनाउँदा रहेछ, ओठ पनि फुल्लाएर यत्रो ठुलो बनाउँदो रहेछ है, गाला पनि तन्काएर कुनै कहाँ पुऱ्याउँदो रहेछ है। अन्त म छक्कै परेँ। अन्त मैले सोध्दै थिएँ त्यहाँ हुनेहरूलाई, त्यहाँ काम गर्नेहरूलाई, त्यहाँ काम गर्ने भाइ बहिनीहरूलाई, यिनीहरूको अनुहार नै यस्तै हो कि के हो भनेको। होइन अरे, सबैजनाले बनाएको अरे। अन्त किन बनाएको भने किनभने सबैले बनाउँछ। त्यो चाहिँ के गर्यो, तिमीले भन्दैछ नि प्रभुलाई मेरो अलिक भएन नाक, तपाईँले कस्तो नाक ढोँडे बनाइदिएको मलाई है, यस्तो पो हुनुपर्ने थियो त। क्यान यु टिच गड? हजुर सक्दैनौ नि, तिमीले सक्दैन। परमेश्वरले जस्तो बनाउनु भएको छ नि त्यत्तिकैमा चाहिँ तिमी सुन्दर छौ। तिमीले जब त्यत्तिकै त्यही चाहिँ प्रभुलाई दिन्छौ नि, चलाउँदैनौ नि, त्यसलाई चाहिँ लिभिङ सेक्रिफाइस भन्छ। त्यो पनि एउटा हो। थुप्रो छ त्यसको अर्थ, थुप्रो मिनिङ छ। आउट अफ 1000 मिनिङमा एउटा मिनिङ भनिदिएको मैले तपाईँलाई। सो आफ्नो शरीरलाई भनेको चाहिँ त्यति बेला चाहिँ यसो नभन्नु है छोरीहरू, परमेश्वरले चाहिँ हृदय हेर्नुहुन्छ कि, त्यसले गर्दाखेरि तपाईँ चाहिँ मेरो शरीरलाई नहेर्नुहोस् नभन्नु। बाइबलले चाहिँ शरीरलाई नै देऊ भनेको छ। आमेन। सो बाइबलले केलाई दिनु भनेको रहेछ? शरीरलाई। आफ्नो प्राणलाई देऊ भनेको भए चाहिँ अर्कै कुरा थियो, मेरो भन्नु केही थिएन त्यहाँदेखि चाहिँ। आत्मालाई देऊ भनेको भए मलाई केही भन्नु थिएन, तर यहाँ शरीरलाई देऊ भन्दैछ। यहाँ एकपल्ट हेर त, तिमीहरूको बाइबलमा पनि हेर, रोमी 12:1 अनि 2 पदमा है, त्यहाँ के भन्दैछ? तिमीहरू रोमी 12 रोमन्स च्याप्टर 12 verse 1 and 2। सो इङ्ग्लिसमा पनि पढिदिन्छु ल म, इङ्ग्लिसमा पनि पढिदिन्छु। रोमन्स 12 verse 1 and 2। रोमन्स 12 verse 1 and 2। ल म पढ्छु ल, सबैले हेर्नुहोस् ल। I appeal to you therefore brothers by the mercies of God to present your bodies भनेको के हो? शरीर हो, शरीर है। bodies as a living sacrifice, जिउँदो बलिदानको रूपमा दिनु है। अनि यो संसारको ढाँचामा नचल, यो संसारको ढाँचामा चल्नु हुँदैन। यो संसारको पनि एउटा ढाँचा छ, यो संसारको पनि एउटा रूप छ। यो संसारको ढाँचाले चाहिँ के गर्छ? त्यसले 3वटा कुरालाई देखाउँछ हामीलाई है। शरीरको अभिलाषा, आँखाको अभिलाषा अनि जीवनको सेकी। यो चाहिँ संसारको, यो नक्सा देखाइदेऊ त। सो यसले शरीरको पनि संसारको पनि एउटा के छ? ढाँचा छ। सो त्यो ढाँचामा चाहिँ हामी चल्नु हुँदैन अरे। त्यो ढाँचाको चाहिँ 3वटा कुरा छ। शरीरको अभिलाषा, अब शरीरमा त गर्दा हुन्छ नि, प्रभुले केही पनि हेर्नुहुन्न बाहिर। त्यो चाहिँ कुन चाहिँ रेफरेन्सलाई चलाउँछ याद छ मान्छेले? पहिलो सामुएलमा जब दाउदलाई साउल राजाको बदलीमा परमेश्वरले अनोइन्ट गर्दै हुनुहुन्थ्यो, त्यति बेला चाहिँ सामुएल पुजारी चाहिँ त्यो अनोइन्टिङ ओइललाई बोकेर गएको थियो। अनि अनोइन्टिङ ओइल बोकेर जाँदाखेरि चाहिँ दाउदको जेठा दाजु आयो। जेठा दाजु आउँदाखेरि त्यस्तो ठुलो हाइट भएको, मजाको जिउ पनि मजाको भएको, ह्यान्डसम न ह्यान्डसम है, एकदमै मजाको केटा थियो, लाइकको थियो। यही होला पुजारी भनेर यस्तो तेल, यही होला राजा भनेर तेल खनाउन आँटेको थियो। प्रभुले भन्नु होइन, म यसलाई इन्कार गर्छु भन्नुभयो है। त्यहाँदेखि अरू 7जना दाजुहरू आयो, सबै टोटल 7जनालाई
हेरे कोही पनि होइन भनिदिनु प्रभुले के भन्नुभयो मान्छेले चाहिँ बाहिर हेर्छ परमेश्वरले चाहिँ भित्र हेर्छ त्यो चाहिँ नि त्यो भनेको चाहिँ के भनेको थियो भने उसको जिउडाल हेर्दाखेरि चाहिँ राजा जस्तै थियो र चाहिँ त्यो सन्दर्भमा भन्नुभएको थियो मान्छे चाहिँ बाहिर हेर्छ म चाहिँ भित्र हेर्छु भन्दाखेरि चाहिँ त्यो चाहिँ उसले चाहिँ त्यो सामेल पुजारीले चाहिँ ठुलो डाल भएको राजा जस्तै देख्ने जिउ भएको मान्छे देख्दै थियो नि त त्यो सन्दर्भलाई भन्दै थियो परमेश्वरले चाहिँ तर आज चाहिँ के गर्छ भने ओ परमेश्वरले चाहिँ डोन्ट जज मी परमेश्वरले चाहिँ मलाई बाहिर हेर्नुहुन्न परमेश्वरले चाहिँ बाहिर हेर्नुहुन्न परमेश्वर चाहिँ भित्र मात्रै हेर्नुहुन्छ बाहिरको चाहिँ प्रभुले जिउँदो बलिदान गरी माग्नु हुँदैछ जिउँदो बलिदान लिभिङ सेक्रिफाइस तर संसारको एउटा ढाँचा छ त्यो चाहिँ के भन्दैछ आँखाको अभिलाषा शरीरको अभिलाषा आँखाको अभिलाषा जीवनको सेकी संसार चाहिँ नि यही तीनटा कुरामै चल्छ शरीरको अभिलाषा एकदमै शरीरको अभिलाषा शरीरको इच्छा छ नि पुरा सो कसैले दामी ब्रान्डेड लगाएको छ उसलाई पनि मन परिहाल्छ त्यो कसैले बडीमा ट्याटु गरिरहेको छ उसलाई पनि ट्याटु गर्नु मन परिहाल्छ कसैको केसको रङ उसले सुगा जस्तै बनाएर हिँड्दैछ त्यही मन परिहाल्छ उसलाई त्यो चाहिँ के हो शरीरको अभिलाषा हो नि शरीरलाई चाहिँ मन परिहाल्छ तर सिन्स हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ त्यसलाई दिनु हुँदैन त्यो नदिनु चाहिँ के रहेछ त्यो पनि जिउँदो बलिदान रहेछ त्यो पनि लिभिङ सेक्रिफाइस रहेछ त्यसले गर्दाखेरि त्यो नदिँदाखेरि त संसारले के भन्छ तिमीलाई के भयो तिमी त कस्तो 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 खालको देख्ने भएछ है अलिकति तिमी पनि संसारको जस्तै हो न है तिमीले मनमा नै भन्छ उसलाई त उसले बुझ्ने होइन रोमी किताब 12 अध्यायको 1 र 2 मा लेखेको छ उसले कहाँ बुझ्छ तिमीले पो बुझ्छौ त यु डोन्ट निड टु एक्सप्लेन तर तिमीले चुज गर्नुपर्छ त्यहाँदेखि अर्को आँखाको अभिलाषा र जीवनको सेकी छ आँखाको अभिलाषा छ सो कतिजनाको के छ शरीरको अभिलाषा त अब गरेन हुन्छ मान्यो वचनले भनेको छ गर्नु हुँदैन अरे क्या विश्वास बनी है आँखाले त हेर्नु मन पराउनु पाए नि त है अब त्यो पनि संसारको ढाँचा हो आँखाको अभिलाषालाई पनि हटाउनु भन्दैछ सो आँखा त्यो अभिलाषा चाहिँ नि कहीँ पनि बस्नु नदिनु अरे नट इभन इन यर आइज सो आज हामीले यहाँ दिउँसो क्याम्पमा सिक्दै थियो आँखा स्वस्थ छ भने चाहिँ